नेपालमा हरेक वर्ष विभिन्न क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, संरचना निर्माण लगायतका कुरामा बजेटको विनियोजन हुन्छ। यसमध्ये बजेटको उचित विनियोजन भएन भनेर विज्ञ र जनरल पब्लिकको पनि धेरै असन्तुष्टि पनि देख्न सकिन्छ। यो बजेट कसरी बन्छ होला त? आउनुस् आजको भिडियोमा हामी यसैबारे धेरै कुरा समेटेर बुझ्ने कोसिस गरौँ। सुरुमा बजेट बन्ने कुरा बुझ्नलाई बजेट भनेको के हो र यसका स्रोत अनि निर्माण प्रक्रिया बारे बुझ्न जरुरी छ। हजुरहरूले बुझ्ने भाषामा भन्ने हो भने सरकारको आम्दानी र खर्चको योजना तथा लेखाजोखा नै बजेट हो, जसमा आन्तरिक स्रोत जस्तै राजस्व सङ्कलन अनि अनुदान, ऋण जस्ता बाहिरी स्रोतहरू पनि पर्दछन्। नेपालको बजेट निर्माण प्रक्रिया प्राय माघ अथवा फागुन महिनाबाट सुरु हुने गर्छ, जसमा राष्ट्रिय योजना आयोगले समिति गठन गर्छ अनि आगामी 3 वर्षको स्रोत र खर्चको सीमा निर्धारण गर्ने गर्छ। त्यसपछि सबै मन्त्रालयहरूले आफ्नो क्षेत्र जस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, विज्ञान प्रविधि र शिक्षा मन्त्रालय यस्ता क्षेत्रहरूबाट खर्चको प्रक्षेपण तयार पारी अर्थ मन्त्रालय पठाउने गर्छन् र यसकै आधारमा अर्थ मन्त्रालयले बजेटको प्रारूप तयार पार्छ र अनि उक्त बजेट जेठ 15 गते संसद प्रस्तुत गरिन्छ। यसरी प्रस्तुत भएको बजेट संसदमा छलफल हुन्छ र अन्ततः पारित पनि हुन्छ। अब कथामा ट्विस्ट कहाँनिर आउँछ भन्दा जबकि बजेट आवश्यक क्षेत्रहरू अथवा पिछडिएका क्षेत्रहरूलाई व्यवस्था गरी केही मन्त्रीहरू र पार्टीका सांसदहरूको कार्यक्षेत्रमा धेरै बजेटको ओहिरो नै जान्छ। हरेक वर्ष चाडपर्व झै बजेट पारित हुने मात्र हो, तर कार्यान्वयनमा भने विभिन्न कारणले नाजुक अवस्था नै देखिन्छ। यसको अर्थ गाउँ-गाउँमा रहेका बन्दै गरेका पुल, सरकारी स्कुलहरूको दुर्दशा अनि खेल मैदान र बाटोहरूको दुर्दशाबाटै प्रष्ट हुन्छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। आउँदो दिनहरूमा यस्तो खालको भिडियोहरू आउने नै छ, सो स्टे ट्युन। अनि आजको लागि यति नै, नमस्कार।